रुकुम पूर्वको धेरै संस्कृतिहरूमध्ये एक संस्कृति हो भूमे। संस्कृतिको धनी रुकुम पूर्व भूमे मगरहरूको आफ्नो संस्कृति माने पनि सबै जात जातिको साझा सम्पत्तिको रूपमा हेरिन्छ। भूमे पालिका वडा नम्बर 2 काक्रीको भूमे पर्वको इतिहास र नाचको बारेमा यो वृत्तचित्र तयार गरिएको हो। रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर 2 भित्र रहेका बस्तीहरूमा हाम्रा पुराना लोप भाषा कला संस्कृतिहरू थुप्रै छन् र ती भाषा कला संस्कृतिहरू अहिले चाहिँ लोप हुन गइरहेको अवस्था अत्यन्तै दयनीय अवस्था रहेको छ। त्यस हिसाबले हामीले भूमे गाउँपालिका वडा नम्बर 2 वडा सरकारले ती भाषा संस्कार संस्कृतिलाई जगेर्ना र पुस्तान्तरण अथवा प्रबन्धन गर्नुको निमित्त हाम्रो वडा कार्यालयको तर्फबाट र वडा सरकारको तर्फबाट बजेट व्यवस्था गरेर यहाँ थुप्रै रहेका भाषा कला संस्कार संस्कृतिहरूलाई हामीले बचाइरहनुपर्छ भन्ने मूल उद्देश्यका साथ बजेटको माध्यमबाट बचाइरहनुपर्छ भन्ने दगुमीतिर लागिरहेका छौँ। हाम्रो मगर बाहुल्यता भएको यो भूमे गाउँपालिकाको 2 नम्बर वडामा हामीले प्रकृति पूजक मगरहरूको चाड विशेष गरी भूमे र सिद्ध भन्ने गरिन्छ। यस्ता चाडहरू त चाडपर्व अनि संस्कृतिहरू त थुप्रै छन्, तर ती मध्येका सबैभन्दा ठुलो चाडपर्वको रूपमा हामीले यसलाई लिएका छौँ। र यो हाम्रो मगर बाहुल्यता भएको समाजमा जति पनि जात जाति जनजाति हैन दलित समुदाय सबैको हाम्रो एउटा साझा सम्पत्तिको रूपमा चाहिँ हामीले हेरेका छौँ। त्यसकारण यसलाई चाहिँ संरक्षण सम्वर्धन र पुस्तान्तरण गर्नको निम्ति हामी वडा कार्यालय परिवार चाहिँ लागि परेका छौँ। भूमे पर्वको वृत्तचित्र तयार बनाउनुको उद्देश्य यस गाउँको भूमे पर्वको संरक्षण प्रवर्धन पुस्तान्तरणको साथै देश तथा विदेशमा प्रचार प्रसार गर्नु रहेको छ। मानव जीवनको उत्पत्तिसँगै विस्तारको क्रममा आफ्ना संस्कृतिहरू पनि निर्माण गरियो। ती निर्माण हुने संस्कृतिहरू मध्येको एक संस्कृति हो भूमे। भूमे पर्व सुरु हुनुभन्दा अगाडि नोगोबाङ्गे नाचको थालनी भएको थियो। नो भनेको एक प्रकारको तरकारी जुन लेक वा बुकीमा पाइन्छ। गोङ भनेको लेक र त्यही लेकमा भएको सम्म फाँट हो बाङ। यसरी खाम भाषाबाट बनेको नो गोङ र बाङबाट बनेको शब्द हो नोगोबाङ्गे। मानव बस्ती बढ्दै जाने क्रममा वैशाखतिर युवा युवती लेक वा बुकीतिर नो टिप्न गएको बेला कुनै बेला फुल टिप्ने स्याउली भाँच्ने क्रममा नाचको सुरु भएको जानकार दाबी गर्नुहुन्छ। भूमे सुरु हुनुभन्दा अगाडि पछ्यौरीको ठाउँमा स्याउलीको प्रयोग गरेका थिए। यसरी मानव जीवनकालसँग यो नोगोबाङ्गे नाचको चाला जोडिएको छ। प्रत्येक वर्ष युवा युवतीले नाच्दा नाच्दै नोगोबाङ्गे नाच हप्तौ लेकमा नै नाच्ने गरेका थिए। कसरी सुरु भएको थियो भूमे नाच र पूजा? यहाँको यो भूमेको ऐतिहासिकताको बारेमा म थोरै जोड्न चाहे। ठुलो बाढी पहिरो रोग व्याधि आयो। त्यो रोग व्याधि आउँदाखेरि यहाँका झाँक्री धामी र जैसीहरूले हेर्दाखेरि यहाँ चाहिँ यहाँको भूमि देवता रिसाएको, यहाँको सिद्ध पूजा रिसाएको, सिद्ध देवता रिसाएको, उहाँलाई चाहिँ शान्त बनाउनु पर्छ भन्ने खालको चाहिँ कुरा आइसके पछाडि यहाँका बुद्धिजीवी रैकर मुखियाले चाहिँ जम्मा भएर चाहिँ यहाँको सिद्धहरूलाई मान्ने र यहाँको भूमि देवतालाई चाहिँ मान्ने खालको चाहिँ उसको उत्थान भएको थियो। त्यही हर्ष उल्लासमा चाहिँ सिद्ध पूजा गरेर यहाँका चाहिँ रनवन बाँध्नको लागि झाँक्री राम चाहिँ साँधेको पूजा दिएर बलि दिएर यहाँको चाहिँ भूमे पूजाको चाहिँ भूमे पर्वको चाहिँ उत्थान भएको थियो। अगाडि नाच्ने पनि म अनि बाजा बजाउने पनि म अनि कहिले बाजा बजाउने कहिले फेरि अगाडि नाच्ने त्यही पहिलेदेखि मेरो अब केही छ के अब अरू केही छैन नाच गान्न किन्ने यो भिडियो रेकर्ड गरेकोमा एकदम धन्यवाद दिन चाहन्छु। कुनै बेला नो टिप्न गएको बेला केही युवा युवती बिरामी हुन्छन् र केही गाउँ आएपछि बिरामी हुँदा
गाउँमा झाँक्रीलाई हेराउँदा लेकमा जुठो पिठो भएको र सिद्ध देउता रिसाएको गाउँमा आउँदा सराय झ्या लागेको कुरा बताएपछि गाउँका रैकर मुखिया लगायत जान्ने मान्ने बसी सिद्ध पूजा गर्ने र सराय झ्यालाई धपाउन झाँक्री जम्मा बनाई खोला नाला वनपाखा र गाउँ बाँधी गाउँलाई सुरक्षित बनाउने भनी सल्लाह हुन्छ। नाम दिलबहादुर बुढा हो। खमबहादुर रोका। आजको मुख्य बैठक भनेको हाम्रो चाहिँ नि सबभन्दा हुन त हाम्रो सिद्ध अब आउँदै गरेको हाम्रो चाहिँ नि सिद्ध पूजाको लागि बस्यो। वैशाखे पूर्णिमामा गाउँको सिद्ध पूजा गरेर शान्त बनाई लेक हिमाल बाँध्नुको साथै आफ्नो मनोकांक्षा पूरा हुन पुकार गरिन्छ। यो निर्मित सिधो 84 उत्तर दिशामा गरेको हामीहरूले पहिला परम्परामा हाम्रो रस्सी बस्ती गर्दाखेरि पहिला आउँदाखेरि यहाँ रस्सी गर्ने बस्ती गर्नेमा चाहिँ हामीहरू चाहिँ पूजा सिद्ध पूजा गरेको। मेरो नाम सतबहादुर बुढा मगर हो। म यस काँक्री गाउँको गाउँ खड्डी समितिको मुख्य। त्यही दिन गाउँमा झाँक्री बसी सराय झ्यालाई धपाई लेकमा नाच्ने नोगोबाङ्गे नाच त्यही राति गाउँको मुखिया कहाँ गएर सल्लाह गरी वाद्यवादक कहाँ गएर दमहा र सनाई बजाउन आग्रह गरी नोगोबाङ्गे नाचको फुकुवा गरिन्छ। दोनके सराजे सराजा दोनके बाकी पश्चिम दिशा बाकी पश्चिम दिशा बाकी हो। अब गाउँमा काँक्री गाउँलाई अब सुरक्षा भयो। झाँक्री धामीले सुया राख्छलाई धपाया अब खानन मानन गरेर यो ताकेसम्म सबै सुरा ठोके। अब भुङ्गाको नाचाइ आयो। गाउँको सबै बुढाबुढी सबै नाच्ने जानु
अब लागु बाबु चाहिँ सबै नेताबाट बाहिर निस्क्यो मानवाला चाहिँ आऊ स्थापना न चाहिँ अझ पनि के होटल के बारे ताउटा के कसम गाउँले चाहिँ स्थापना हुन्छ अब ए लाग्छ पनि ज्यादा होला नि दप्परे कने नाचे सरकार वा सुरा चाहिँ अब भूमिले चाहिँ नौबाङ्गे चाहिँ आजम स्याले तयारी छ ल सिधै चाहिँ गाडो गए हजुर पहिलेदेखि चलेको उनीहरू दिने भादिने हो हामीहरू चाहिँ पहिलेदेखि भात दिन्थ्यो हो आज दुई दिन दुई रात भइसक्यो उनको झाँक्री बसेको नयाँ चिज उठाएको उनको हो त्यहाँदेखि नयाँ चिज उठाएर हामीहरू नयाँ चिजलाई सुवा उकालेर हामीहरू खोला गएको हो त्यही पहिले परम्परादेखि चलेको उनको बाँकी यहीँ हो यो सोया लाग्छ दबाएको पश्चिमतिर अब यहाँ नाचगान गरेपछि केही हुँदैन के भन्नुभयो अब नाचगान गरेपछि केही हुँदैन नाचगान गरेर के हो भने अब केही हुँदैन हामी केही हुन केही फरक पर्दैन अब आजबाट भूमि नाच सुरु भयो अब सुरु गऱ्यौँ के अब सुरु भइहाल्यो सोही रातिदेखि एक दिन बिराएर जेठको 15 गतेसम्म नाचेपछि 16 गतेबाट प्रत्येक रात नाच्छन्। विशेष गरेर रातको नाचमा गाउँका जान्ने पुरुष र जान्ने महिलालाई अगाउरे बनाएर प्रत्येक रातको नाचले युवा युवतीहरूलाई नाचमा निखार ल्याउन मद्दत गर्छन्। रातको समयमा सिँगारिएको हुँदैनन्। यसरी लामो समयसम्म नाच्ने हुँदा कुनै युवा युवतीको माया प्रेमको सुरुवात हुन्छ र सँगै फुल टिप्न गएर भूमे नाच सकिएपछि सो माया प्रेम कसैको विवाहमा समेत परिणत हुन्छ।
माया, म तिमीलाई सधैँ मन पराउँछु। बेलुकादेखि केही बोल्नै सकिरहेको थिएन। आज यो कण्ठलाई साथी राख्दै तिम्रो हातमा छु। बेलुकापछि तिमी र म एक हुनुपर्छ है। कुनै एक समय गाउँमा ठुलो बाढी पहिरो गयो, साथै विभिन्न रोग व्याधिले सतायो। गाउँको भए भलाद्मी सबै जम्मा भएर जैसीलाई हेराउँदा भूमि देउता रिसाएको हो। सो भूमि देउतालाई शान्त पार्न जेठको मसान्तसम्म एक साँढे पूजा गरेर शान्त हुने कुरा सुनेपछि यो सालदेखि भूमि देउता पूजा गर्दा कुनै रोग व्याधि र बाढी पहिरो गएन। त्यसको अर्को सालदेखि भूमे पूजा गरी भूमे नाच नाच्न थालेका हुन् भनी कारी गाउँका जानकारहरू भन्नुहुन्छ। यसरी भूमे नाच 3, 5 वा 7 गते एक दिन अन्त्य गरिन्छ। मैले अहिलेसम्म जति कुरेँ तर अब भने तिमीलाई सक्दिनँ। नाइ नभनिदेऊ ल। मैले पनि तिमीलाई मन नपराएको कहाँ हो र? मेरो मनको हरेक भावनाहरू मैले बिर्साएर म पनि तिमीलाई माया गर्छु।